गुड मर्निङ गाइज क्याम्पिङको तेस्रो दिन बिहान उठ्यो 8 बजेछ अहिले 8:15 भएको रहेछ म चाहिँ भर्खरै उठेँ भिडियो बनाएन गराइदिन्छु भनेको हजुर फेरि बस्नु भयो कि फेसवास हानियो फ्रेस भयो अब हामी म फर्किँदैछ हाम्रो क्याम्पिङ साइडतिर अब अहिले गएर आज चना अन्डा खाने होला चना केराउ भिजाएको थिएँ आज त्यही बुट्ने अलिअलि अनि अन्डा सन्डा खोर्सानी सोर्सानी छ चिया पकाइरहेको थियो अघि अलिअलि त्यही खाने अनि त्यसपछि अहिले चाहिँ यस्तो उसु लाग्छ माथितिर खै यहाँ देखाएको छ कि छैन तर डाँडातिर यस्तो उसु देखिरहेको छ बादल छ अनि अलिअलि घाम झुर्किन्छ आज चाहिँ केपतिर घुम्न जाने भनेको छ किनकि यो ठाउँको नामै बुचन केप्स हो तर हामी यहाँको केप नै घुम्न गएको छैन ल एउटा केप जाने भयो ठाउँ चाहिँ उतातिर राम्रो छ पातहरू सुकिरहेको अटमको कलरफुल त्यहाँ नि जानुपर्छ फोटोसोटो खिच्न अनि आउने ठाउँमा इन्ट्रान्समा पनि कस्तो राम्रो थियो पाँचको एक कप दिनु एक कप पाँचको ल कस्टमरलाई बचाउन लाउने यार ल कडक चाय आइसक्यो छिर्कुन जिउँदै रहेछ डोली चाय वाले डोली चाय वाले सुन्नु खाएको डोली चाय वाले ल ल टेक्नोलोजी पुरा तातो चिया खाने एकदम हट आगोमा टोस्ट हाल्नु छ मलाई चाहिँ केटाहरू ब्रेड हाल्दैछ चिया हाल्छ चाय वाले यो दुध कस्तरी हाल्छ है त्यस्तै हालेको मैले के त्यसको नाम डोली चायवाला फेमस भयो है त्यो सट्टै बटम सप क्याम्प ग्राउन्डको चाहिँ 2 दिन 2 नाइट्स हामी यहाँ बसिसक्यो अब हामीलाई चाहिँ अझै 1 नाइट्सको लागि चाहिँ बुकिङ गरेको रहेछ अब हामी चाहिँ टक्क अफिसमा गएर 1 डे एक्सटेन्सन गर्नको लागि चाहिँ डिमान्ड गर्न गइरहेको छ हजुर दाइ इन्जोय भइरहेछ नि होइन एकदम दाइ हजुरसँगै हिँडेपछि जहिले रमाइलो यस्तो भण्डारी नामै काफी हो कि नामै काफी हो अनि गुडुङ चाहिँ त्यही बसेको ठाउँमा चाहिँ बस्न नपाउने भयो मलाई म भिडियो गर्थेँ नि अब त्यसको लागि चाहिँ अब हामीलाई चाहिँ अब हाफ एन आवरमा त्यही पनि डिसाइड गर्छु भनेको छ हाफ एन आवरमा नि डिसाइड भएन भने चाहिँ अब हामी चाहिँ पुरै कुटी कुण्डुरो बोकेर झोला सब बोकेर हिँड्नुपर्ने हुन्छ अब हाम्रो चाहिँ नेक्स्ट क्याम्प ग्राउन्ड भनेको चाहिँ अब यहाँ हुन्छ यहाँ चाहिँ हाम्रो आगो बाल्ने ठाउँ यो चाहिँ अब हाम्रो किचन बारबिक्यू अब टक्क हामीले यहाँ आगो बालिन्छ राति टक्क यहाँ बसिन्छ खानालाई डिनर यहाँ बस्ने ठाउँ छ यहाँ यी बारबिक्यू गर्ने ठाउँ छ लाइट इलेक्ट्रिसिटी टोयलेट बाथरुम यहाँबाट नजिकै यो मान्छेहरू जान लाए अब हामीले यिनीहरू गएपछि यो ठाउँ हामीले कब्जा हान्ने आज ठाउँ चाहिँ आजसम्म मात्रै बुकिङ थियो अब हामीले चाहिँ स्पट चाहिँ चेन्ज गर्नुपर्ने भयो यहाँबाट हामी अब उता पारिपट्टि जानु पऱ्यो टेन्ट सार्नलाई त्यहाँ चाहिँ अब सबैजनाको टेन्ट नहटेर 2वटा ठुलो टेन्ट मात्रै राख्ने भनेको 2टा साइड छ एउटा वान छ यो त है सानो हचिट ख्याल गरेर तान भ्याक्सो सुधीर म यहाँ पनिसमेन्ट गरेको होइन तिमीहरूलाई म तान्न लगाउँछु जसको वान पर्यो त्यसको टेन्ट अहिले आज स्टेट वाइज थन्कियो जसको 2टा साइज पर्यो त्यसको चाहिँ टेन्ट के भयो उहाँ लगेर टाङ्गियो है दिमाग पढ्नु पर्यो कि
यो मान्छेले केही त गर्यो हो ल मेरो के बाँकी रह्यो वानी वानी वान ल ल ल दुईटा भयो छान ए वानी गुड गुड च्याम्पियन मैले यसरी तिनटै सार्दै तिनटै थियो हातमा यस्तो यस्तोमा चाहिँ विनर हुन्छ लोटो तान्ने बेलामा त्यो ग्याम्लिङमा चाहिँ जहिले हार्ने हो यस्तो यस्तो खुरापतिमा चाहिँ जहिले जित्ने हो नि ठिकै छ ल नेता बन्ने मान्छे ल ल टेन चुनाव जाऊ लड्न चुनाव चाहिँ जित्छ होला टेन के पाक्दैछ अन्डा त्यहाँ आगो सानो भयो कि त्यही भएर यहाँ ट्रान्सफर गरेको यहाँ ठुलो आगोमा तयारी हुँदैछ यति बेला चाहिँ हामी मनोज भाइको टेन्ट निकाल्दैछौँ अनि यहाँ उतापट्टि चाहिँ छिरिङ ब्रो उता आफ्नो टेन्ट प्याक गरेर आएको छ राजु ब्रो हाम्रो अघिको विजेता खुसी भएर टेन्ट निकालिरहेछ है ऊ यता निलम पनि रहेछ मिलन भाइ कता पस्यो खै खै सब सम्पत्ति प्याक हान्दैछ यहाँ ल ठिक छ ल ठाउँ चाहिँ मुभ अन भइसक्यो किचन चाहिँ पारिपट्टि सर्ने भयो किनकि उता अब अर्को मान्छे अर्को टोलीहरू आउँछ अलिकति हसल भयो तर ठिकै छ वर्थ इट हैन भोलि जान सजिलो भयो नि त हैन आदि सामान प्याक भयो हैन अनि भोलि जान धेरै दुःख हुन्छ अनि यतापट्टि एउटा प्लस पोइन्ट के छ भन्दाखेरि हामीसँग पावर पनि हुन्छ इलेक्ट्रिसिटी दिन नजिक छ टोयलेटहरू वासरुमहरू नजिक हुनु भयो ल अब केटीहरूले चना अन्डा पकाएर राखेछ अब हामी जाने यसो टोयलेट फ्रेस हुन अलिकति अनि त्यसपछि चना अन्डा खाने अनि त्यसपछि गजेबो मुभ गर्नुपर्छ गजेबो मुभ गरेपछि अनि त्यो प्याक हान्दिउँ ल केप जाने भनेको छ केप गएर केप घुम्ने रिभर पनि अनि त्यसपछि निलमको बर्थडे सेलिब्रेट गर्नु छ एउटा आज ठन्डा मच्छरहरू चाहिँ आउँदैन है मच्छरहरू घुसेना झिँगाहरू चाहिँ नआउँदैन ल टोयलेट सिर्यो टोयलेट यस्तै छ यता यतापट्टि युरिनल सावर द टोयलेट कोल्ड एन्ड हट वाटर राम्रो छ ठिक छ चायवाला चाहिँ रिटायर भइसक्यो अब शेर्पा चनावाला आज
अर्को चना खाने अब केटा हो ल है ताजा ताजा तातो तातो हाम्रो टेन्ट चाहिँ खास यहाँ थियो यहाँबाट मुभ गरेर हामीले उतापट्टि लग्यौँ किनकि हामीले चाहिँ आज चेकआउट गर्नुपर्ने थियो यहाँबाट अर्कै मान्छेहरू आउँछ यहाँ अनि हामीले चाहिँ त्यहाँ अफिसमा गएर कुरा गऱ्यौँ धेरै टाढा सार्नुभन्दा यहीँ कतै हामीलाई खाली छ भने मिलाइदियो भनेर अनि उनीहरूले चाहिँ त्यहाँ यहीँ नजिकै हामीलाई मिलाइदियो उता अर्को कस्टमरहरूलाई फोन गरेर त्यसको लागि उनीहरूलाई पनि धेरै धेरै धन्यवाद ल हामी चाहिँ उता बसेर सर्दैछ त्यो पार्किङको लागि पनि सेफ्टी फर्स्ट सेफ्टी फर्स्ट सिट बेल्ट देन आफ्टर लेट्स गो ल घरको साथसाथ गाडी पनि हाल्नुपर्ने अवस्था पर्यो हाम्रो चाहिँ बसेसरै उता हो त्यहाँ उता गइसक्यो अब हाम्रै अर्को झिल्के यता छ फेरि खै के गरे हो के गरे पहिरो छिनछिनमा चेन्ज हुन्छ 5 सेकेन्डमा हिरो नम्बर 1 हो हिरो त हिरै हो मास्टर हो कङ्गारू उफ्रियो दुईजना फुतुक फुतुक गर्दै गयो अहिले चाहिँ हामी बुचन केपको टिकट काटिसक्यो केप घुम्न जाने भनेर अनि आज बेलुका निलिमको बर्थडे पनि मनाउने भनेको अनि उताबाट हामीले टेन्टहरू यता पनि सारिसक्यो हैन अनि त्यसपछि यहाँ चाहिँ अझै डिस्कस भइरहेछ केटाहरूको केटाकेटीहरूको यहाँ सेलिब्रेसनको लागि डेकोरेसन कसरी गर्ने अनि कहाँ राख्ने कताबाट राम्रो फोटो आउँछ भनेर अनि यहाँ डेकोरेसन गरिसकेपछि चाहिँ लगभग 2 बज्छ अनि हामी जान्छौँ अनि यहाँ टिकट काटेपछि चाहिँ गाइड दिँदो रहेछ अनि एउटा गाइडले लिएर जान्छ केपमा अनि केप घुमाएर अनि ल्याएर आउँछ अनि मिनवाइल हामी दाउरा पनि खोज्न जाने भनेको छ बेलुका बाल्नको लागि है त सर्ट ट्रिपको लागि हिँड्न जान लाग्यो माथि यसो दाउरा साउरा पाइन्छ कि क्याम्पिङ साइट राइड इट्स राइड ओभर देयर हैन ल अघि त्यो के अरे केप घुम्नको लागि टिकट काट्ने ठाउँ चाहिँ यहाँ हो अफिस अब केही अब इन्फर्मेसन चाहियो भने यहाँ आउने बुझ्ने अनि साइटहरू अब जस्तो हामीले अघि एक्सटेन्ड गरेको हो 1 दिन त्यो पनि यतैबाट भएको हो वेदर पनि दामी छ घाम पनि मस्त लागिरहेछ त्यस्तो जाडो पनि छैन त्यस्तो गर्मी पनि छैन एकदम सही छ मौसम है
दाउरा भेट्यो दाउरा भेट्यो केटाहरूले माल भेट्यो माल उसको दाउरा के अरे दाइ त्यो पैसा अलि महँगो पर्ने लाल चन्दन लाल चन्दनको दाउरा स्मगल गरेर राखे केटाहरूले पुष्पा नभेटियोस् है बाटोमा पुष्पा त सिड्नी गएको अरू सर लगाइसक्यो छिरिङबाट बन्चरो किनेर ल्याउनु भएको छ त्यही बन्चरोले पनि दाउरा काटौँला दाउरा हान्नुपर्छ क्या आज 1-2 चट र अरू जनताहरू चाहिँ डेकोरेसन गरेर आउँछ हामी दुईजना गएर चाहिँ फ्राइड राइस बनाउन लाग्यो हिजो पकाएको खाना अलिकति बाँकी छ अनि अलिअलि भोक पनि लागिरहेको छ त्यही भएर हामी दुईजना गएर चाहिँ अब भ्याक्सो फ्राइड राइस बनाइदिने क्याम्प साइट छोडेर चाहिँ हामी अहिले के घुम्न जाँदैछौँ छिरिङब्रो राजब्रो कोकोहरू अगाडि गाडीमा गइसक्यो अनि कविता र सुधीर चाहिँ पछाडि आउँदैछ हामी गाडीमा चाहिँ नन्दिनीहरूमा जाँदैछौँ अनि यहाँ चाहिँ ठाउँ ठाउँमा त्योहरू पनि राखिदिएको रहेछ बार्बिक्यू मेसिनहरू अनि पावर पोइन्टहरू पनि छ फेसिलिटीहरू धेरै छ हाइली रेकमेन्डेड फेरि के पुग्नलाई 200 मिटर मात्रै बाँकी छ ए अगाडि होला आयो केटाले पार गरिसकेछ यही त हो नि यहाँबाट अलिकति चाहिँ हिँड्नुपर्छ एक्ज्याक्ट कति हिँड्नुपर्छ भने चाहिँ थाहा छैन मलाई हिँडेपछि थाहा हुन्छ अब फेरि केपको इन्ट्रान्समा चाहिँ पुगिसक्यो सायद गाइडको वेट गर्नुपर्छ होला गाइडलाई इन्ट्रान्स चाहिँ हिँडेर चाहिँ भित्र होइन ल केटीहरू पछि आउँदैछ जहिले पनि ढिलो तलबाट सक भयो पार्स भिक्टोरियाको हाम्रो गाइड पनि आउनुभएछ अब सक भएको छ हामीलाई भित्र लानुहुन्छ बिहान त जम्मा 4 जना थिएन अहिले त ग्याङ देखेर तर्छ त्यही पनि आउने बित्तिकै छिरिङब्रो उभियो त्यो गरेर देख्ने बित्तिकै डराइदिइरहेको थियो ए कङ्गारू भने त गाई पो रहेछ के भित्र चाहिँ इन्ट्री भइसक्यो chamber, which is the one here. I'll show you what these are. The ones that run down the ceiling are shawls, like a sheet, and this is cave coral, but it's very dried out. In the other cave, it's very bright and white looking, so it's called like cave popcorn because it looks like that. फर्म हुन कति टाइम लाग्यो होला त है हेरिरहेको छु बिस्तारै यस्तो कुम्रो परेर हिँड्नु पर्ला छ टाउको बचायो अँध्यारो छ यार कति अलिक खुट्टामा तल चाहिँ बत्ती बलेछ हो बत्ती बाल्दैन हेडलाइट ल्याउने भने फेरि तल कुम्रो परेर गएको छैन त्यस्तो ठाउँहरू छ ढुङ्गाहरू कति समय लाग्छ है सानो बन्न 20,000 हाम्रो त पानी पनि चुहिँदै गएको यहाँ चाहिँ हामी कुरो परेर हिँडिरहेको छ अहिले जाली हालेछ छेउछेउ नछोस् भनेर प्रोटेक्सनको लागि कता कता ठोकिन्छ
आइसमै जस्तो तल यसलाई चाहिँ फेरि स्विमिङ पुल भन्दो रहेछ भाँचे छ यार त्यहाँबाट ल्याएर नेपालमा यस्तो भएको है टिका सिका लगाएर पैसा चाहिसक्यो It was one about 100 years ago and it doesn't look any different. And this is not this has come back the last 6 months. It's beginning to dry out. फोटोसोटो खिच्यो होइन अब दामी दामी रहेछ नेपालमा भएको भए चाहिँ यस्तो ढुङ्गा देख्दाखेरि फुलमाला लगाएर अक्षता चढाएर पैसा चढाएर राखिसक्थ्यो भगवान् उत्पन्न भन्दा अनि एउटा पुजारी नै हुन्थ्यो Yeah, my bank account's got no money. You can fairly top from yours, eh? The real guru. ल हामी यो केबाट भर्खर बाहिर आइसक्यो अब यहाँ लगभग 40 मिनट होइन अहिले चाहिँ हामी अघिको बराङ ओर्लिँदैछौँ अघि यही चढेर आएको गाडीतिर जान लाग्यो अब अनि त्यहाँबाट फेरि अनि गाडी चलाएर जम्मा 2-3 मिनट चलाउने हो अनि त्यसपछि क्याम्प साइट पुग्छ अनि क्याम्प साइट पुगेर अब निलमको बर्थडे सेलिब्रेट गर्नु छ अनि डिनरको बन्दोबस्त हामी गरौँला ठाउँ चाहिँ एकदमै राम्रो रहेछ तर अलिक क्लस्ट्रोफोबिक हुनुहुन्छ भने चाहिँ केभभित्र जाँदाखेरि इन्ट्रान्स चाहिँ एकदमै साँघुरो रहेछ बिचमा अलिकति त्यहाँनिर चाहिँ अलि अप्ठ्यारो हुनसक्छ तर 40-45 मिनट लाग्यो है भित्र रमाइलो भयो जस बुढो गाइड बुढो चिल रहेछ राजु ब्रेकले के गर्दा रहेछ वहीँ उब्रेछ यार लगभग डेकोरेसन पनि सकिसक्यो यहाँ राजुबाट ड्रोन उडाउँदा कता गयो खोइ हुनु गर्दाखेरि माथि मिलन बाइकलाई झोक्राएर बस्छ त्यहाँ गाडीमा अर्को पागल प्रेमी झुलिरहेछ यता फुलाएको फुलाइ उता झुन्डाएको झुन्डाइ भइसक्यो सेटअप भइसक्यो अहिले अँध्यारो भयो बत्ती अलि झलमल बलिरहेछ त्यो छ डेकोरेसन हाम्रो ल अब निलमको बर्थडे केक काट्न लाग्छ हामीले
देउसिरे हो होइन घटाको भित्रको पनि नलागे सोचो जरा यदि फरपन देखो जरा हम भी अकेले मजा कसम से गुराँसै फुल्यो मनैमा मेरो मन तिम्रो मनैमा भोलि बा तिम्रो मुटुमा म धर्केर बसेकै हो तिम्रो मनमा कतिखेर आएर बसेकै हो गुराँसै फुल्यो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा मेरो मन झुल्यो तिम्रो मनैमा ल ह्याप्पी बर्थडे टु यु जन्मदिनको धेरै धेरै शुभकामना जिन्दगी फलोस् फुलोस् भगवान्सँग सधैँ दाहिने भागमा रहिरहन् आँटे सोचेको पुगोस् त्यही नै हो अब शुभकामना ल Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you. अनि अर्को गिफ्ट त्यो चाहिँ यहाँ चाहिँ देखाएको जस्तो मात्र है चलाउनु चाहिँ उसले होला फेरि भोलि घरमा गएर यसरी बटारेर त्यो निस्किँदैन लाउने वाला ओइ पुसुम कति खाएको केक सकिसक्यो हेर न चाटिराख अझै सकियो के जा भाग गिफ्ट कस्तो लाग्छ केही छैन नन्दनले त छैन जा टेस्ट गरेको म्याकबुनले मलाई जा भाग केही छैन कहाँ आयो उठाइदिरहेको छ डाइसन भन्दै डाइसन त म के बोलाको टोकेर अस्ति भयो त किन्ने डाइसन पनि सकियो उसको केक सेक काटेर अब हामी अहिले यहाँ बसिरहेको छौँ उता पारीबाट उता अलिअलि बत्ती बलेको देखिरहेको छौँ त्यहाँबाट हामी अहिले यता छौँ दिउँसो सरेको ठाउँमा अब यहाँ अब मासु पकाउने भात पकाउने अनि खाने भोलि 10 बजे 11 बजेतिर निस्किनुपर्छ घरको लागि अब अहिले आएर केटाहरू टाकटुक काटकुट गरेर मासु पकाउने है काठ त भव्य शिवरात्रिको ध्वनि हो क्या सोही धम्की
नखाउँ भन्छु मासु ल्याइहालिदिने क्या अब कस्तो नखाउँ भन्छु केटाहरूले छेउमा खानै पर्यो मिठो भएपछि मासु भने मासु नै हो कि यहीँ खाइहाल्छ होइन भाँडा माझेको देख्दा मलाई साह्रै माया लाग्छ दाइलाई त्यही भएर मैले मासु कस्तो आज दाइलाई मलाई आज अनेस्टली भन्नुभयो त फर्स्ट टाइम माया लाग्यो होला सुधि दाइको आज यस्तो मजाले भाँडा माझिरहेको ल खसीको मासु पाक्यो अब केटाहरू चामल नाप्दैछ भात पकाउनलाई कसैले 2 टक भयो भन्छ कसैले 6 टक भइसक्यो भन्छ दुई हालिसके बल्ल एक रे मासु र भात चाहिँ पकाएर भ्याइयो सो अलिअलि पापड हान्दैछौँ डढ्न थाल्यो पापड सेफ कहिले डिप फ्राई हान्छ कहिले आगोमा झोल्छ ओभर छैन यो पापड डढेर हरेक सेप भइरहेको डिजाइनहरू त्यो त डढे होइन यो डढ्छ के हो यो डढ्छ त्यति खानु पाकेछ कि चाँडै सोधेको जाने भयो यो भने त्यो अलिक कच्चा नि थियो कि अमिलो अङ्गुर अब यो ज्याकेट भयो कि भएन के छ चाँडै सोधेको जाने भयो त यति धेरै माया गरे भने बुढाले पादेको त होइन मलाई बुढी थप्नु न है कस्तो भइछ बिना अचारको मासु चिसो भयो है अहिले त चिसो भयो सुरुमा चाहिँ मन तातो थियो होइन अहिले चाहिँ तातो भन्नु लाग्यो चिसो भयो भात नताउनु डढ्छ होइन मासु तात्दै भने मासु चाहिँ खोइ तातो मासु खानु न बढ्यो तात्दै भर्खर हाल्यो भर्खरै त त्यसको लागि यस्तो हुन्छ नि त एउटा सागरलाई भात खान नदिने आज जान त सिँदै लाउनु अचार पड्कियो के अब पड्किन्छ है मनोज अचार ल खस्यो दाइ उता मनोज भाइ अचार ओए के हो अचार हेर भात भन्दा धेरै छ करेलाको यति पोको ल्यायो कि भातभन्दा धेरै ल मलाई हाल्दो ल अचार ठिक छ ल कागती हालेन पुगेन यार धेरै हाल्दैन गोलबेराको झोल भएको चटपटै हुँदैन मिठो खानु पाइन्छ ओए कस्तो हेन्सी आएको यो मै हो त ओए होइन होला म हो ल अब आगो निभाउँदैछौँ खानपिन पनि भयो अब सुत्नु जाने बेला भयो सामान यता थन्कायो आज चाहिँ फाइनल नाइट थियो हाम्रो यता बुचन केब्सको ब्लगको अनि ठाम सर्न परेर हाम्रो स्पटको कमी भएर हामी केटाहरू सबैजना एउटै टेन्टमा सुतिरहेको छ अहिले यहाँ म छु यहाँ हाम्रो छिरिङ ब्रो छ अनि यहाँ सुधीर ब्रो छ उता राजु ब्रो छ कता गयो हाम्रो मनोज भाइ त एक्लै फोटो खिच्दै बसिरहेछ भिडियो खिच्दै मिलन भाइ एक्लै पुष्पा बहिनीको यादमा बेहाल छ त्यहाँ तेरे नाम गर्दै बसिरहेछ अब भोलि बिहान चाहिँ हामी यस्तै 10 बजेतिर अथवा 11 बजेतिर यहाँबाट निस्किन्छौँ अनि केटाहरू चाहिँ यहाँबाट सिधै घर जान्छ म नन्दिनी राजु अनि निलम हामी 4 जना चाहिँ विल्सनतिर जाने भने छैन विल्सनतिर जाने अनि त्यहाँ एकछिन घुम्ने चटचट खाने अनि त्यसपछि घर जाने अनि हामी जाँदा चाहिँ बेलुका हुन्छ केटाहरू चाहिँ यहाँबाट सिधै जान्छ उनीहरूलाई अब लगभग घर पुग्दा 4 घन्टा जति लाग्छ अब यस्तै हो धेरै रमाइलो भयो साथीहरूसँग बस्दाखेरि अनि यही मौकामा हामीले
के अरे नवीन र सन्दीप ब्रोलाई पनि हामीले फेयरवेल गऱ्यौँ होइन उनीहरू डार्विन जाँदैछ अब यस्तै त हो भिजा कसैको के हुन्छ कसैको के हुन्छ अब हेर्दै जाऊँ के हुन्छ बिस्तारै होइन होइन पिक्चर अभी बाँकी है मेरो दोस्त अलिकति बाँकी छ भोलिको ब्लगमा भेटौँला अब ल